हाम्रो श्री पशुपतिनाथजीको मन्दिर हैन फाइनली मन्दिर भित्र आइसक्यो। मन्दिर भित्र आउने छुट्टै आनन्द आउने भजनहरू बजिरा हुन्छ, सबैजना शान्त शान्त हुन्छ। गुड मर्निङ छोरी। दुईटाको कम्बिनेसन त खतरा मिलेछ त कपडाको। अनि गुड मर्निङ सबैजनालाई। म चाहिँ भर्खरै उठेको छु। आजको भ्लग चाहिँ फ्यामिली स्पेसल भ्लग हुँदैछ, किनभनेदेखि अब म रोमानिया फर्किने दिन पनि आउन लागिसक्यो। अनि त्यही माथि आज चाहिँ हामी श्री पशुपतिनाथको दर्शन गर्न जाँदैछौँ सबैजना फ्यामिली मिलेर। अनि आज बिहानैबाट सुरु गरेको भ्लग। अब यहाँबाट हामी मन्दिर दर्शन गरेको सबै भ्लग बनाउँछौँ। किप वाचिङ है त। आज रमाइलो हुन्छ। मन्दिर चाहिँ उठेर पानी सानी थाप्ने यताउति मुख पनि गर्न लागिसकेछ। अब बिहान घाम पनि लागिसक्यो, 7 बज्न लागिसक्यो। जान पनि ढिला नै भइसक्यो। केही छैन, ढिला भए पनि लाइन कम बस्नुपर्छ। अब जस आश्वी चाहिँ सुतिरहेको छ, म आश्वीलाई उठाउँछु। आश्वीलाई रेडी पार्नु पर्यो, आफू पनि रेडी हुनु पर्यो, आफू पनि हल्का नुहाइधुवाइ पनि गर्नै पर्यो। अब श्री पशुपतिनाथ मन्दिर जस्तो ठुलो मन्दिरको दर्शन गर्न जाँदा पक्कै पनि। सो अब आश्वीलाई उठाउँछु। गुड मर्निङ छोरी। निदाको माया धेरै। उठ, अब मन्दिर जानुपर्छ। कति ज्ञानी छोरी है। अहिले नुहाइधुवाइ गरिवरिकन फ्रेस भएर आएर रेडी पनि भइसक्यो। यतिकै जाने नर्मल तरिकाले। अनि हाम्रो आश्वी पनि यहाँ रेडी भइसक्यो। हेलो गरिदेऊ आश्वी। कस्तो राम्रो नाना लाग्यो है त। मन्दिराजी पनि राम्रो राम्रो नाना लाएर बसिरहनु भएको छ। के भने दुईटाको कम्बिनेसन त खतरा मिलेछ त कपडाको। अनि मेरै मात्र नमिले रहेछ यार। मेरो चाहिँ यस्तो छ टी सर्ट र ट्र्याक। आश्वी रनको र मम्मीको चाहिँ राम्रो राम्रो नाना है। म नलाउने पाएँ। दुईजनामा को राम्री देखिएको छ, मम्मी कि आश्वी? भन त आश्वी। म राम्रो? म भन्नु? मम्मी नै राम्रो देखिएको छ मलाई त। आश्वी नराम्री भन्दिनँ म। आश्वी राम्री देखेको छ है। आश्वीले कपाल बाँधेपछि झन् राम्री देखिन्छ है। सो गाइस, हामी चाहिँ मन्दिर हिँडिसक्यो। अब घाम तरक्क चर्किसकेको छ। अब मन्दिरमा लाइन हुन्छ होला। अनि यता खान मन्दिर आएर आश्वी चिटिक्क परेर फिटिक हिँडिरहेको खान। अब उतै गएर गाडी चढ्दा जानुपर्ने हुन्छ। गाडीमा आफ्नो साधन छैन होइन। आऊ सो फाइनली हामी चाहिँ मन्दिरको झरिसक्यो। यो न्यु कलरको टेम्पोमा आएको। लाइफमा फर्स्ट टाइम चढेको। लास्टै हो त हुँदो रहेछ भित्र त। यसरी टुक्रुक्क बस्नु पर्दो रहेछ। जो धेरै वर्ष पछाडि मन्दिर आउँदैछु म। यहाँ पूजा गर्ने फुलमालाहरू किनौँ। के रहेछ आश्वी? म बोक्छु खोइ। ए माथि हिँड केही गर्दैन त्यसले। बाँदरलाई हेलो गरिरहेको छ आश्वीले। मन्दिर त्यो हामीले पहिला किनेको आमाको पसलबाट लिएर जाँदा हुन्छ होला है। पहिला एउटा आमा थिए। मैले दुई वर्ष मेरो पुरानो पहिलाको भ्लगमा हेर्न सक्नुहुन्छ। त्यो आमाकोबाट हामीले जहिले फुलहरू किन्ने गरेको थियौँ। धेरै टाइम भइसक्यो म मन्दिर। अब 2-3 वर्ष पछाडि आउँदाखेरि चाहिँ त्यो आमाको पसल छ कि छैन लेट चाहिँ है त। त्यहाँनिर रहेछ भने त्यही आमाकोबाट लिएर जानुपर्छ। पहिला मैले हेलमेट राख्ने गरेँ पसल। पहिलाको भ्लगमा त्यो आमा धेरैचोटि आयो। पहिला चाहिँ यो लाइनमा फुलहरू बेच्ने पसल थियो। अहिले चाहिँ माग्ने मान्छेहरू बस्ने भएछ है। योभन्दा त पहिलाकै बेटर थियो नि यार। फुलहरू हुन्थ्यो होइन। त्यो आमाको पसल त कहाँ पुग्यो। अब त्यहाँ गयो भने त भेटिन्छ होला। नगरपालिकाहरू नि यहीँ हुँदो रहेछ। उता नि माग्ने मान्छे, यता नि माग्ने मान्छे, यता त बिजोको। फाइनली हामी चाहिँ जुत्ता चप्पल राख्ने ठाउँ लिएर आइपुगिसक्यो। यहाँनिर चाहिँ जुत्ता चप्पल राख्ने पहिलाको जस्तो थियो त्यस्तै नै रहेछ। अनि मन्दिराजीको जुत्ता चप्पल खोल्ने स्टाइलै छुट्टै छ। फुल पूजा गर्ने फुलहरू पनि किन्यो। यति फुलहरूको 300 रुपियाँ लिँदो रहेछ भनेको लास्ट टाइम मङ्गोले। एउटा नरिवल 3-4वटा फुल छ। भेरी गुड आश्वी।
म पनि त्यसै गरी यस्तो ला झरी त गयो टिपेर हालौँ होइन मोजा पनि खोल्ने किनभने अहिले त्यो मैलो हुन्छ है छोरीको पनि हाल्नु राम्रोसँग हाल्नु न फाइनली मन्दिरभित्र आइसक्यो मन्दिरभित्र आउने छुट्टै आनन्द आउने क्या होइन अब भजनहरू बजिरहेको हुन्छ अनि सबैजना शान्त हुन्छन् जस अहिले फर्केर आउँदाखेरि चाहिँ भिडियो धेरै गरौँ ल अहिले चाहिँ हामी सिधै पूजासुजा गर्छौँ अनि आउँछौँ हामीले चाहिँ फाइनली भगवान्जीको दर्शन गरेर आइसक्यौँ ठ्याक्क बाहिर निस्केको यहाँ आऊ भनेर मन्दिरले आशीर्वाद लिएर गएर त्यो कता हालेर गयो लगेर मलाई थाहै छैन यता छ हाम्रो श्री पशुपतिनाथजीको मन्दिर होइन जो राम्रोसँग दर्शन गरियो यो लाइन चाहिँ भित्र जाने लाइन हो भित्र गएर मन्दिरको त्यो ढोकाको छेउबाट पूजा गर्ने अनि हामी चाहिँ ढोकाको अलिकति 1 मिटर जति बाहिरबाट पूजा गरेको त्यही छिटो भयो बाहिरबाट पूजा गर्ने छिटो हुन्छ तर बाहिरभन्दा त्यत्रो डिफ्रेन्ट हुँदैन क्या भित्र र बाहिर यसरी लाइन बसिरहनै पर्दैन बाहिरबाटै पूजा गर्दा उत्तम हुन्छ जस्तो लाग्छ मलाई चाहिँ आजी कस्तो भयो दर्शन ला आस्मितारी साइज फोटो भिडियो खिच्दा हैरान मन्दिरको फोटो भिडियो मन नपरेर रिसाएर कता गायब भएको छ हामी खोज्दैछौँ मैले देखेँ अब भेट्टाइन्छ होइन आस्मी मम्मी रिसायो है मनु जहिले किन रिसाउँछौ तिमी मन्दिर आउँदा सारी तिम्रो भिडियोमा राम्रो बनाइदिन्छु नरिसाऊ अब मन्दिर भनेको रिसाई फकिएन उता क्यामेरा आउँदाखेरि नि हेरे होइन भिडियो नराम्रो खिच्दियो भन्दा रिसाएको फकिनलाई गाह्रो छ यस्तो इन्टरनेसनल तरिकाले त कोही रिसाउँदैन है मन्दिर रिसाउँदा पनि फेरि राम्ररी त साह्रै राम्ररी देखिने हो मुसुकी हाँस्न आँटी है ल हाँस्यो आस्बी मम्मी किन रिसाएको छोरी भगवान्जीलाई हेरेर नमस्ते गर भुइँमा बस टुक्रो नमस्ते गर नमस्ते मन्दिरा मनु बोल यता हेर हेलो रिस भनेको इन्टरनेसनल यस्तै हो अहिले एकछिन आफै फकिन्छ मनी प्लान आस्बी कति राम्रो भगवान् है सुनको मान्छे हेर्न जाने होइन त आस्बी सुनको मान्छे उ त्यहाँ हेर दाउ देख्यौ तर यो चाहिँ तपाईँले स्ट्याचु भन्नु होला तर स्ट्याचु होइन गोल्डन म्यान छुनु हुँदैन है आस्बी छुनु हुँदैन जाऊ फोटो खिच्ने जाऊ फोटो खिचौँ आस्बी जाऊ फोटो खिचौँ अनि स्ट्याचु छ नि डराउँछ नि त छुनु हुँदैन भेरी ब्याड हो छोयो भने गोल्डन म्यान मैले टिकटकतिर देखिरहेको थिएँ तर आज रियलमै पशुपतिमा ठ्याक्कै देख्नलाई जुरेको रहेछ फाइनली घर आइपुग्यो अहिले भनेको अब यतै टिकटकरको पारा यस्तो छ बाबाको छोरी भनेको यहाँ यसरी सुतिरहनु भएको छ आस्बी बाई बाई गरिदेऊ न बाई बाई गरिदेऊ त निदाउँदै बिउजिँदै जिस्किरहेको छ आस्बी सो त्यही गाइज आजको भ्लग भनेको यो एउटा मेमोरीको लागि हो मेमोरी भन्नाले अब पछि मैले पहिला मेरो एउटा बर्थडेमा यस्तै फ्यामिली भ्लग बनाएको थिएँ त्यो भ्लग चाहिँ अहिले हेर्दा नि मजा आउँछ क्या पहिलाको यादहरू आउँछ त्यस्तै अनि आजको पनि यो भिडियो
चाहिँ मलाई पछि अब म होइन विदेश जाँदैछु, विदेशमा त्यो यो अहिलेको भ्लगहरू हेर्दाखेरि चट्ट छुट्टै मजा लाग्छ नि त होइन। फ्यामिली आफू पनि फ्यामिलीसँगै भएको भिडियो हुन्छ, अनि हेर आफू फ्यामिलीसँग भएको जस्तै लाग्छ। जो सब परदेशको ठाउँमा घर परिवार फ्यामिलीहरू धेरै सम्झिन्छ नि त, त्यस्तो बेला यो भिडियो हेर्दाखेरि छुट्टै मजा लाग्छ। त्यही भएर आजको भ्लग चाहिँ फ्यामिली स्पेसल, अनि यो श्री पशुपतिनाथ मन्दिरको दर्शन त्यही नै हो है। केही भनिदेऊ, आजको दिन कस्तो रह्यो भन न। तपाईँसँग रिसाएको छु, तपाईँसँग म बोल्दिनँ मैले। अहिले फकिसकेको छ त्यो नबजाउ न, कपिराइट लाग्छ। म फेरि रिसाएको नबजाउ न, कपिराइट। सरी भन्ने चाहिँ त हुँदैन त्यो। अब 3-4 दिन पछाडि अनि म जाँदैछु, अनि कस्तो महसुस भइरहेको छ। इच्छाको लगु फकिसकेको छ। अब माया यसमै छ क्या, माया अब होइन। गाइज आजको भिडियो यही इन्ड गरौँ। नेक्स्ट भिडियोहरू मसँग हल्का इन्फर्मेटिभ छ। हाम्रो यो टियु क्रिकेट ग्राउन्डदेखि लिएर हाम्रो हर्का साम्पाङको श्रम संस्कृति, पार्टीको श्रमदान, यताउति त्योहरू एकदमै बबाल भिडियो छ नेक्स्ट भिडियोहरू। सो छिटै नै आउँछ नेक्स्ट भिडियोहरू पनि। सो आजको भिडियो हेर्दै गर्नु होला। सी यु सुन इन द नेक्स्ट भिडियो।